चाहे तपाईं अमेरिका जानुहोस्, चाहे तपाईं अस्ट्रेलिया जानुहोस्, चाहे तपाईं क्यानाडा जानुहोस्, चाहे तपाईं धनी हुनुहोस्, चाहे तपाईं पैसामा सुत्नुहोस्, चाहे तपाईं पैसाको बिछाउनामा सुतेर पैसाका लागि 3 बजे उठ्नुहोस्, चाहे तपाईं पैसैको थालमा खानुहोस्, चाहे तपाईं पैसैका निम्ति जीवन समर्पित गर्नुहोस्, यी तीनवटा कुराले हाम्रो जीवनमा केही पनि रहेन रहेछ भनेर दर्शाइदिन्छ। त्यो तीनवटा कुरा हो आगो, आर्यघाट र खरानी। यही तीनवटा कुरा हाम्रो जीवनको अन्तिम गन्तव्य। त्यसैले सबैजना प्रभु प्यारे भक्तहरू घमण्ड नगरी आफ्नो जीवनलाई अगाडि बढाउन म निवेदन गर्छु। सबैले भन्नुहोस् राधे राधे। एक दिनको कुरा हो, असारको महिना थियो। असारको सुन्दर महिना, झरी परिरहेको थियो, नदीमा बाहाड बढिरहेको थियो। दाजुका साथी सङ्गीहरू मिलेर पौडी खेल्न गए। भाइ पनि पछाडि पछाडि लुक्दै 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 पौडी खेल्न गएछ। आमा दाइहरू जब नदीको किनारबाट कपडा खोलेर नदीमा हाम फाले, त्यो बेलामा दाजुहरू पौडी खेलेको देखेर भाइ पनि नदीमा हाम फालेछ। भाइले नदीमा हाम फाले पछाडि दाइहरू पौडिँदै थिए। भाइ नदीबाट बगेर गएछ। नदीमा बगेको देखेपछि हत्त नपत्त दाइका साथीहरूले नदी किनारमा दौडिँदै 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 गएर भाइलाई बचाएर ल्याएछन्। भाइले अलिकति पानी खाइसकेको रहेछ। नदीको किनारमा ल्याएर बचाउने प्रयास गरे। धेरै पटक छातीमा दाब्दा पानी हुल्ल हुल्ल पानी मुखबाट फ्याल्यो र भाइ बाँच्यो। त्यो दिन भाइलाई एक छापट लगायो दाइले र भन्यो, भाइ अब नदीमा पौडी खेल्ने काम तैँले नगर, यस्तो गल्ती गर्नु हुँदैन भनेर एक छापट भाइले हान्यो। भाइलाई दाइले हान्यो। भाइले नदीको किनारमा गएर बालुवामा यसरी बालुवामा हातले बालुवा चिल्लो बनायो र लेख्यो, आज मलाई दाइले एक झापड हान्यो। ती दिन फेरि घर फर्किए। 2-3 दिनको समय अवधि बितेको थियो। फेरि दाइहरूलाई पौडी खेल्न मन लाग्यो। आज त दाइ भाइले देख्छ कि भनेर नरुकेर नदीको किनारतिर जाँदै थिए साथीहरू। भाइले पनि हत्तपत्त देखेछ आमा। अनि भाइले त्यो देखिसके पछाडि भाइ दाइहरूको पछि 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 लाग्यो र दाइहरूको पछि पछि गयो। दाइको पछि पछि गइसक्दा त्यो दिन पनि भाइले नदीको किनारमा गएर हाम फाल्यो र पौडी खेल्यो। पौडी खेलेपछि नदीमा हाम फालेको देखेपछि केही अगाडि पर बगिसकेको थियो। हत्त नपत्त बचाएर ल्याएछन् र नदी किनारमा पौडी खेल्दै गरेको त्यो दाइले देखेपछि भाइलाई बचाए। त्यो दिन पनि भाइले नदीको किनारमा बालुवामा लेख्यो, मलाई दाइले एक झापड हान्यो। दिनहरू बित्दै थियो। अर्को दिन पनि यस्तै गरी पौडी खेल्न गएछन् प्रभु प्यारे। पौडी खेल्न जाँदै गर्दाखेरि त्यो दिन पनि भाइ दाइसँगै पौडी खेलेछ। भाइ अलि पर गएर बगेछ। हत्त नपत्त नदी किनारमा बचाएर ल्याएछन् र बचाएर ल्याइसके पछाडि त्यो दिन पनि दाइले एक झापड भाइलाई हान्यो र भाइलाई हाने पछाडि त्यो दिन चाहिँ भाइले हत्त नपत्त गएर नदी किनारको एउटा पत्थरमा गएर लेखेछ, सकी नसकी आज मलाई दाइले बचायो। अनि दाइले सोध्यो, भाइ सधैँ तैँले बालुवामा लेख्थिस्, मलाई दाइले एक झापड हान्यो, आज तैँले पत्थरमा लेखिस्, मलाई दाइले नयाँ जीवन दियो, दाइले बचायो भनेर किन यस्तो गरिस् भन्दा भाइले भन्छ, दाजु नराम्रो काम जहिले पनि बालुवामा पानीले मेटिने गरी लेखिन्छ, राम्रो काम जहिले पनि कहिले नमेटिने गरी पत्थरमा लेखिन्छ। त्यसैले मैले आज तपाईँले जीवन दिनुभयो त्यही पत्थरमा लेखेँ, तपाईँले मलाई जीवन दिनुभएको कारणले त्यो राम्रो काम पत्थरमा लेखेको भनेर भाइले भन्यो। त्यसैले सज्जन आज यति ठुलो कोटी होम भएको छ। यहाँहरूलाई बार बार दानको महिमाको विषयमा बताएको छु। बार बार दान गर्न मैले निवेदन गरेको छु। आमा बार बार दान गरेर पुण्य कमाउन आग्रह गरेको छु। यो हाम्रा लागि होइन, हजुरहरूलाई गरेको यो निवेदन तपाईँले अहिले गरेको दानले, तपाईँले अहिले गरेको कर्मले त्यो शिलामा नाम लेखिने भयो भने त्यही राम्रो कर्म शिलामा लेख्दै हुनुहुन्छ। त्यसैले शिलामा नाम लेखिने गरी सबैले दान गर्नु है।
जिन्दगीमा कर्म गर्दा बालुवामा पानीमा मेटिने गरी पानीले मेटिने गरी बालुवामा लेखिने खालको होइन, कर्म गर्दा पत्थरमा लेखिने गरी कर्म गर्नुहोला, मैले यही आग्रह गरेको हो। जसरी भाइले पत्थरमा लेख्यो, दाइले मलाई जीवन दियो, त्यस्तै पत्थरमा शिलामा नाम लेखिने गरी सबैले दान गर्नुहोला, किनकि यस्तो अवसर फेरि बार बार जीवनमा आउँदैन सज्जन। हामीले पनि आज शिलामा नाम लेखिने गरी दान गर्नु छ। कथा सुन्नका निम्ति देशभरिबाट पोखरातिर झर्नु होला हजुर, देशभरिका भक्त आए कथा पण्डाल मजैले भर्नु होला हजुर। धेरै अनुरोध केही पनि गर्दिन मैले, बस दान गर्दा शिलामा नाम लेखिने गरी दान गर्नु होला हजुर, शिलामै नाम लेखिने गरी दान गर्नु होला हजुर। त्यही शिलामा लेखिने नाम भनेको कहिले नमिटिने गरिने दान हो। जीवनमा यहाँहरूले पनि कहिले नमिटिने गरी दान सबैलाई गर्नमा हार्दिक आग्रह गर्न चाहन्छु।